पहिला त्यहाँ अन गर्नु त। ल यो अन भयो हैन। यो अन भएपछि यहाँ आउनु यता। अब यसपछि यसमा थिच्नु त। ल थिचेपछि अन भयो है। अब त्यसपछि यहाँ हामीले के गर्नुपर्छ सबभन्दा पहिला यहाँ सरफ हाल्नु पर्यो है। यहाँ सरफ हाल्नु पर्यो। त्यहाँ सरफ ल्याउनु त। अब यो 2 चम्चा हाल्ने हैन। सानो चम्चा छ त्यही भएर 2 चम्चा हाल्ने। ल अब यसलाई बन्द गर्नु। अब यसलाई धकाल्दिनु त। बिस्तारै ल बन्द भयो हैन। बन्द भएपछि अब यो सबै थरीका कपडा खाने त यहाँ मिक्स कपडाहरू। त्यो भएपछि यसलाई मिक्समा राख्नुपर्छ। यसलाई घुमाउने अब है। यसलाई यो बत्ती बले खाने यसलाई चाहिँ मिक्स भनेको यो यहाँनेर है। अब घुमाउनु त यसलाई। यहाँनेर बत्ती बल्ने बनाउनु। उल्टो भयो यतातिर। ल एक स्टेप भयो। ल मिक्स भयो हैन। ल मिक्समा आयो। ल अब यो मिक्समा फिक्स गरिसकेपछि अब हाम्रो काम भनेको अब यो ढोका तान्ने है। यसरी तान्ने। ल तानिसकेपछि अब एउटा एउटा गरेर लुगा हाल्नु त। यसमा केही कोइन सोइन पैसा केही हुनसक्छ त्यो सबै निकालेर बल्ल हाल्नुपर्छ। कन्फर्म बस। अब यो सबै लुगा हालिसकेपछि यसरी भित्र हालिसकेपछि अब यसलाई लगाउने। बिस्तारै यहाँ लगाउनु त। लगाइदिनु त यसलाई बिस्तारै है। धेरै टाढ्नु हुन्न। ल ट्याक्क पार्नु। ल ल अब यो भइसकेपछि अब यसलाई हामीले के गर्छौँ भन्दा स्टार्ट गर्छौँ। स्टार्ट गर्ने भनेको यसमा थिच्ने ल है। अब यसमा थिच्नुहोस्। ल अब त्यसमा थिचेपछि अब यसले आफै पानी तान्छ हैन। सरफ पनि आफै तान्छ अनि मजाले लुगा धुन्छ। घुमाउन थालिसक्यो हेर्नु त। बुझ्नुभयो। अब यो लुगा सुकिसकेपछि यो आफै बन्द हुन्छ है। अनि बन्द भइसकेपछि 4-5 मिनेटपछि मात्रै के गर्नु त भन्दा यो ढोका तान्ने अनि त्यसपछि लुगा निकाल्ने अनि सुकाउने है त।